This video is brought to you by Aerolina Tours and Travel, Nepal's leading travel agency for 25 years. Planning your next adventure, Aerolina makes it easy. From transportation and flight tickets to hotel bookings. They also offer tour packages in Nepal and abroad. Contact for more details in the description below. Aerolina, 25 years of making memories, then, now, and now. ओके सर सो अब टिचर भन्दा पनि अगाडिको कुरा गरौँ होइन फर्स्ट सुरुवात नै कहाँबाट भयो तपाईँ जन्मेको कहाँ हुर्किनु भयो कहाँ बच्चा हुने बेलाको टोया कस्तो थियो त सर साह्रै बच्चाको तोयाले थाहा पाउँदैन है पाउँदैन तर तोया बच्चामा 5 थरको एउटा एकदमै दुर्गम गाउँ त्यति बेला त्यसलाई खान्द्रोङ भनिन्थ्यो अहिले त्यो गाउँपालिका एक्जिस्ट गर्दैन संविधान अनुसार अहिले त्यो गाउँको नाम मिक्लाजुङ गाउँपालिका हो लेक चिसो खुट्टामा चप्पल नभएको लाइफ गाडीहरू नदेखेको जिन्दगी साँच्चै भन्नुपर्दा मैले पहिलोपटक बस देखेको म 8 क्लासमा पढ्दा हो 8 क्लासमा पढ्दा मोरङ आउने एकपटक सौभाग्य मिल्यो मैले 5 थरमै पढेँ अनि मैले 3 क्लाससम्म घरबाटै पुग्न सकिने स्कुलमा पढेँ र त्यो स्कुलको नाम चन्द्रेश्वर प्राथमिक विद्यालय थियो जुन मेरो त्यही खान्द्रुङ गाउँमा थियो र त्यसपछि 3 क्लाससम्म मात्रै भएको स्कुल मैले घर छोडेर 10 वर्षको उमेरमा 4 क्लास पढ्नको लागि घरबाट करिब 2 घण्टा जति हिँड्नुपर्ने ठाउँमा जानु पर्यो र त्यहाँ गएर पढिरहँदा म हुन त मेरो आफ्नै दाजुसँग बस्थेँ तैपनि मैले 4 क्लासदेखि भाँडा मोल्न सिकेको छु खाना आफै बनाउन सिकेको छु अहिले पनि आउँछ खाना बनाउन सिकेको छु ग्यास र स्टोभमा होइन दाउरामा हजुर आगो बालेर खाना बनाउँथेँ 4-5 क्लासतिर हुँदाखेरि खाना बनाउने बेलामा कहिले कहिले म रुन्थेँ पनि किन सर किनभने त्यो एकदमै लेकको ठाउँ थियो दाउरा चिसो हुन्थ्यो बर्खाको समयमा धुवाँ आए बल्ने कुरै छैन फुक्या छ आगो बल्दैन धुवाँले मात्रै आँसु खसाएको होइन कहिले कहिले त एकदम नरमाइलो पनि लाग्थ्यो सानैमा कति धेरै काम गर्नु पर्यो है भनेर अप्ठ्यारो पनि लागेको हुन्थ्यो तर दाजु हुनुहुन्थ्यो त्यही भएर मैले उहाँबाट सपोर्ट पनि पाएको थिएँ त्यस पछाडि 7 क्लाससम्म त्यो स्कुलमा पढेँ फेरि त्यो निमावि थियो नामै मिक्लाजुङ निमावि थियो अब 7 क्लासपछि फेरि त्यहाँ छैन अनि अरू 2 घण्टा पर भनेको घरबाट जम्मा 4 घण्टा लाग्ने ठाउँमा रवि मा गएर पढेँ त्यो पनि 5 थरमै हो 4 घण्टा टाढा गएर बस्दाखेरि 8, 9, 10 8, 9, 10 क्लास मैले त्यहाँ पढेको अनि हप्तामा एकचोटि चाहिँ घर आउनुपर्ने किन होला चामल ल्याउनु पर्यो बोकेर गुन्द्रुक ल्याउनु पर्यो तरकारी गुन्द्रुक ल्याउनु पर्यो अलिअलि भएको तरकारी तेलहरू बोकेर आउनु पर्यो हप्तै पछि 4 घण्टाको बाटो हिँडेर घर आउँथेँ घरको अवस्था पनि साधारणै थियो अनि हाम्रो समयमा अहिले भन्दाखेरि अलि अनौठो लाग्न सक्छ अलिअलि अङ्ग्रेजी बोल्न जानेको छु अहिले तर मैले एबिसिडी 4 क्लासमा पढ्दा सिकेको 4 क्लासमा पढ्दा एबिसिडी सिकेको अनि 10 क्लाससम्म पढ्यौँ एउटा स्कुलमा 39 जना विद्यार्थी थियौँ हाम्रो क्लासमा
अहिले सम्झिँदा अलिक नरमाइलो पनि लाग्छ। 38 जना फेल भएर म मात्रै पास भएँ एसएलसीमा। आमामा 38 जना फेल भएर मैले मात्रै एसएलसीमा फर्स्ट डिभिजन पास गरायो। त्यति बेलाको फर्स्ट डिभिजनलाई अब राम्रै मानिन्थ्यो। 10 क्लाससम्मको भने अब यहाँभन्दा अगाडि बढाउनुपर्छ। ठिक छ ठिक छ। यहीँसम्म आइपुगौँ कि अरू केही सोध्नु छ? मैले 5 सर गएँ न हजुर, थाहा छ यहाँ सर? 5 सर कुन ठाउँ? 5 तर म लुवापुको। लुवापु हाम्रो चाहिँ यता थाहा छ रवि भनेको? हजुरको कुरा सुन्दा चाहिँ मलाई ठ्याक्कै बाबाको कुराहरू याद आउने कि होइन। खुट्टामा चप्पल नहुने, बिहान शीत पर्ने, चिसो चिसो होइन, खुट्टा खिट्याउँदै होइन स्कुलतिर लाग्ने, अनि झोलामा मकै बोकेर जाने, मकै भटमास बोकेर जाने। अनि एउटा ठ्याक्कै एउटा किस्ता चाहिँ मलाई ठ्याक्कै कस्तो याद आयो कि बाबाहरूले लुगा पाउने भनेको, नयाँ लुगा पाउने भनेको चाहिँ दसैँको बेला मात्र थियो। हो, दसैँमा मात्र थियो। दसैँमा मात्र लुगा पाउने। अनि 1 वर्ष चाहिँ के भएछ भन्दाखेरि चाहिँ लुगा सिलाउनु दिएको, अब त्यहाँ सिलाउने मान्छेलाई त्यो पछाडिपट्टिको ब्याक पकेट हुन्छ नि, त्यो चाहिँ उल्टोपट्टि राखिदिएछ कि, एउटा लेफ्टपट्टि हुनुपर्ने राइटपट्टि राखिदिएछ कि। अनि अब नयाँ लुगा त दसैँमा मात्र पाउने, अनि वर्षैभरि उल्टो खल्टी भएको लाएर जानुहुन्थ्यो अरे कि। अनि सबैले जिस्काउँथ्यो अरे कि। अहिले पनि गाउँ जाँदाखेरि बिराग भन्दाखेरि ए त्यो उल्टोपट्टि खल्ती भएको लाउनेवाले भनेर चिन्छन् कि। मलाई कस्तो हजुरले भनेको कुरा चाहिँ ठ्याक्कै त्यस्तो छ। त्यस्तै परिवेशमा हुर्किएको हो म पनि। सर अनि काठमाडौँ चाहिँ पहिलोपटक कहिले आउनुभयो? अब त्यसो भए अघिको ठाउँबाट जोडौँ है, अनि काठमाडौँ आइपुग्छु म। ओके है त। एसएलसी दियो। एसएलसीको रिजल्ट आयो रे भन्ने सुनियो। के आयो कस्तो आयो केही थाहा छैन। करिब 1 महिनापछि, रिजल्टको 1 महिनापछि स्कुल गएको, मार्कसिट आइपुग्यो भनेको हिजो मात्रै आइपुग्यो भन्नुभयो त्यहाँ। अनि बल्ल मार्कसिट हेरेपछि मैले थाहा पाएको म फर्स्ट डिभिजनमा पास भएर छु भनेर। खुसी हुनु होला? खुसी भएँ, हुनु परिहाल्यो। खुसी हुनु त्यो स्वाभाविकै छ हजुर है। अनि त्यस पछाडि एसएलसीमा राम्रै हुनेहरूले त साइन्स पढ्ने नि साइन्स पढ्ने भन्ने कुरा हुन्थ्यो पाहाडतिर पनि। हामीलाई अहिले नि हुन्छ। तर मलाई अब चाहिँ जे पढे पनि पढ नि त, पठाइदिउँला जहाँ गए पनि भनिदिनु भयो। अनि मलाई दाइले नै ल्याएर धरानमा छोडिदिनु भयो। धरान क्याम्पस हात्तीसार भन्छ, जुन धरानमा विजयपुरमा छ। मैले आइएससी त्यहाँ पढेँ। अनि आइएससी पढिसकेपछि ग्याप इयर भयो। त्यो ग्याप इयर स्टुडेन्टले क्रिएट गरेको होइन, आन्दोलन के भएर 1 वर्ष ग्याप राखेर अघिल्लो इयरको र अर्को इयरको स्टुडेन्टहरूलाई एकैचोटि मात्रै एडमिसन कल गर्ने भयो। त्यो क्रममा 1 वर्ष ग्याप रहनुपर्ने भएको कारणले गर्दा घरमा गएर घरबाट करिब 1 घन्टा जति धाउनु पर्ने स्कुलमा टिचिङ गरेको छु मैले। लोअर सेकेन्डरी स्कुलमा 1 वर्ष जति टिचिङ गरेँ, जहाँ मैले 2 क्लासदेखि लिएर 7 क्लाससम्मको स्टुडेन्टहरूलाई पढाउनु पर्थ्यो। लोअर सेकेन्डरी स्कुल भनेकै हाम्रो 7 क्लाससम्मको हुन्थ्यो कि त्यति बेला। त्यहाँ 1 वर्ष काम गरेँ। त्यस पछाडि धरान पढ्न आएँ। दाजुले ल्याएर व्यवस्था गरिदिनु भयो, रुम खोजिदिनु भयो, राखिदिनु भयो। 16-17 वर्षको मान्छे। अनि रुम खोजिदिनु भयो एक ठाउँमा, खानाको व्यवस्था गरिदिनु भयो होटलमा। अनि होटल जानुपर्ने रुम भएको ठाउँबाट करिब 10 मिनट जति हिँड्नु पर्यो। बिहान त राम्रै थियो गएर खाने, बेलुका त्यो ठाउँबाट त्यहाँ जानको लागि मलाई एकदम डर लाग्ने। किन डर लाग्ने हुँदो रहेछ भने त्यस्तो बेलामा सानो बाल मनस्थितिमा कसैले केही कथाहरू सुनाइदिया हुन्छन् नि, त्यो ठाउँमा त समथिङ हिँड्छ, भूत हिँड्छ, के हिँड्छ भन्ने मलाई अलिक डर लाग्ने भयो। अनि त्यस पछाडि मेरो स्वभाव यस्तै हो, अलिक सोझो नै छु कि जस्तो लाग्छ। त्यो वाट डु यु फिल? आई डोन्ट नो है, आई डोन्ट नो। मेरो स्वभाव यस्तै हो। मैले जुन घरमा बस्थेँ त्यो घरमा मसँगै पढ्ने, त्यो आइसीसँगै पढ्ने साथी हुनुहुन्थ्यो।
उहाँसँग कुरा गरेर पेइङ गेस्टको रूपमा घरमै खाने व्यवस्था गरौँ हौ सन्तोष भनिदिएँ मैले। सन्तोष नाम थियो। अहिले पनि सन्तोषजी मसँग कन्ट्याक्टमै हुनुहुन्छ। सन्तोषजी हुनुहुन्छ भन्दा पनि अहिले पनि सन्तोष मसँग कन्ट्याक्टमै छ, किनभने उसको र मेरो अहिले पनि त तर ममा नै चल्छ है। त्यही कारण अनि उसले त्यस्तो रिक्वेस्ट गरेपछि उसले पनि मम्मीसँग कुरा गरेछ, आमासँग कुरा गरेछ। ल ठिकै छ नि त, यहीँ बसौँ, यहीँ खाऊँ। त्यस पछाडि चाहिँ म पेइङ गेस्टको रूपमा बसेँ 1-2 महिना जति, करिब 6 महिना जति नै बसेँ होला। त्यस पछाडि फेरि अर्को साथी लिएर रुम पार्टनर बस्यौँ, त्यहाँ पनि पेइङ गेस्टकै रूपमा बस्यौँ। त्यहाँ चाहिँ आइएससी पढ्दा मैले खाना बनाइनँ है, त्यहाँभन्दा अगाडि चाहिँ बनाएँ, भाडा पनि माझेको, आइएससी पढ्दा बनाइनँ। अनि त्यस पछाडि आइएससी सकियो, राम्रै भयो, रिजल्ट राम्रै थियो। आइएससी फिजिक्स पढेर म्याथ पढेर गइसकेपछि अलमोस्ट स्टुडेन्टहरूले इन्जिनियरिङ जानुपर्ने, तर म मात्रै त्यति बेलाको यस्तो स्टुडेन्ट हो जसले इन्जिनियरिङको लागि भनेर एप्लाईसम्म पनि गरेन। किन गरेन भन्दाखेरि आइएससी पढ्दाखेरि यति धेरै इन्ट्रेस्ट फिजिक्समा बस्यो, आई स्टडी फिजिक्स, त्योभन्दा अन्त मेरो ध्यानै गएन। र अहिले भन्दाखेरि मलाई अप्ठ्यारो लाग्दैन, इन्जिनियरिङमा मैले एप्लाई गरेको भए स्योर मेरो नाम निस्किन्थ्यो। मैले एकपटक पनि एप्लाई गरेको छैन, किनभने मलाई फिजिक्समा इन्ट्रेस्ट बस्यो कि त्यसरी। फिजिक्सकै त्यही इन्ट्रेस्ट हो, अहिले पनि तिमीहरूलाई अलिअलि चित्त बुझाएको छु है। अहिले पनि चित्त बुझाउने गरी नै पढाएको छु जस्तो मलाई लाग्छ है। अनि मैले त्यस पछाडि इन्ट्रान्स अनि बाहिर जाने, त्यति बेला कोलम्बो प्लान भन्ने हुन्थ्यो, स्कलरसिपमा इन्जिनियरिङ गर्न बाहिर जाने भन्ने, मलाई कतै पनि त्यो आएन। मैले फिजिक्समा म मास्टर्स गर्छु भन्ने डिटर्मिनेसन भयो आइएससी पढ्दै गरेको बेलामा। अनि त्यस पछाडि त्यहाँ त आइएससी मात्रै थियो फेरि। अनि बल्ल अघि तिमीले सोधेको क्वेसनको आन्सर आउँछ, म काठमाडौँ आएँ ब्याचलरको लागि। यो 2043 सालतिरको कुरा थियो। 2043 सालतिर म काठमाडौँ आएँ, अस्कलमा बिएससी जोइन गरेँ, 2 वर्ष पढेँ, रुममै बसेर, रुम रेन्ट गरेर बसेर 2 वर्ष पढेँ। रिजल्ट त्यहाँ पनि राम्रै भयो। अनि त्यस पछाडि ब्याचलर सकिएपछि टियुमा फिजिक्समा मास्टर जोइन गरेँ, 2 वर्ष पढेँ र अहिलेसम्म एकाडेमिक पार्ट यति हो। र त्यही मास्टर गर्दै गर्दा र ब्याचलर पनि गर्दै गर्दा फ्रिक्वेन्टली मैले टिचिङ गरेको छु। भनेको त्यो भनेको 2049 भन्दा अगाडिको कुरा। 2049 भन्दा अगाडि नै मैले करिब 5 वर्ष जति टिचिङ गरेको छु, कतै न कतै कुनै न कुनै रूपमा टिचिङ गरेको छु। अरुणिमा स्कुल बौद्धमा थियो, त्यहाँ पनि मैले 1.5 वर्ष जति पढाएको छु। टोखामा सरस्वती मावि थियो, त्यहाँ पनि मैले करिब 1 वर्ष जति पढाएको छु। र टोखामा म टिचिङ गर्दाखेरिको अनौठो अनुभव छ, जुन साँच्चै भित्रैदेखि फिल गर्यो भने तिमीहरूलाई पनि अनौठो लाग्न सक्छ। मैले तिमीहरू भने मिल्छ, कस्तो हो यो फेरि? ठिक छ नि होइन? होइन, हामी इन्फर्मल नै कुरा गर्दैछौँ, त्यही भने है। नत्र कतै प्रचार प्रसार गर्ने हो भने यो एडिट पनि हुन्छ नि त ठाउँ ठाउँ। म त्यही भएर इन्फर्मल पनि बोल्दैछु क्या म। ठिक छ है। अनि म नयाँ बानेश्वर बस्ने, हजुर, मास्टर्स गर्दै गर्दा। टोखा कहाँ हो थाहा छ है? थाहा छ। टोखा भनेको यहाँ जति बेला त्यो गङ्गबुभन्दा माथितिर पक्की बाटो भन्ने छँदै थिएन, कच्ची बाटो थियो। विष्णुमतीको खोलामा एउटा साहु जस्तो हुन्थ्यो मात्रै हुन्थ्यो, त्यस पछाडि त्यहाँ सबै त्यो बाटो कच्ची बाटो हो। म बानेश्वरबाट साइकल कुदाएर टोखा आउँथेँ। गियरवाला साइकल होइन नि फेरि, सिम्पल हो, हिरो साइकल थियो कि त्यति बेला। त्यो साइकल कुदाएर म टोखा आउँथेँ मर्निङमा। अनि टोखाबाट साइकल कुदाएर टियु पुग्थेँ किर्तिपुर। अनि किर्तिपुरबाट बेलुका घर आउँथेँ, मस्त थाक्थेँ, सुत्दिन्थेँ। तर एउटा कुरा के चाहिँ क्लियर हो भने म क्लासमा सानै क्लासदेखि अति नै एटेन्टिभ स्टुडेन्ट चाहिँ हो।
मलाई क्लासमा सुनेकोले पुग्थ्यो। एसएलसीमा म मात्रै पास भएँ भने नि मैले धेरै मेहनत गरेर होइन। अहिले पनि पुरानो साथीहरू एसएलसी दिँदाको 10 क्लासको साथीहरूले भेट्यो भने नपढी तँ चाहिँ पास हुने हामी चाहिँ फेल भयौँ है त्यति बेला भन्छन्। म पनि पढ्ने घोटिने चाहिँ मान्छे त्यति धेरै होइन, तर आवश्यकता अनुसार पढ्थेँ पनि, पढ्नु पनि पर्छ, मेहनत गर्नुपर्छ। तर क्लासको म एकदमै एटेन्टिभ स्टुडेन्ट हो। मलाई मास्टर्सको कुराहरू पनि क्लासमा सुनेको भरमा अलमोस्ट 70-80% आइसक्थ्यो, केही प्रिपरेसनले पुग्थ्यो। त्यसरी मास्टर्स गरियो। र त्यही मास्टर्स गर्दै गरेको बेलामा 1 इयर बिएड पनि गर्ने चाहना भयो र 1 इयर बिएड घरमै आफै प्राइभेट तयारी गरेर 1 इयर नट बिएड है, बिएल ब्याचलर्स इन ल। मैले बिएड भने, सरी बिएड होइन, ब्याचलर इन ल बिएल 1 वर्ष 1 इयरको दिनु पो पऱ्यो भनेर दिएँ। 1 वर्षमा त्यो पनि पास गरे हो। जति बेला उताको पनि करिब सकिन लागेको थियो, यताको दिइहालेँ, त्यो पनि पास भएँ। र एकाडेमिकली त्यहाँभन्दा अगाडि म गइनँ, किन जाने चाहना पनि भएन होला, परिवेश पनि त्यस्तै भयो होला। अलिअलि अब आफै एक्जिस्ट हुनुपर्छ, आफै कमाएर आफै खानुपर्छ भन्ने ठाउँतिर पनि सोचियो होला। त्यहाँभन्दा अगाडि एकाडेमिकली अरू फर्मल एजुकेसन त्यहाँभन्दा अगाडि बढेको छैन। सर तपाईँले अघि न आन्दोलनको कुरा पनि गर्नुभयो। आज पनि आन्दोलनै भइरहेछ बाहिर। हामीले भर्खर थाहा पाएअनुसार 14 जना अलरेडी डेड। अहिलेको स्टुडेन्ट लेड आन्दोलन जुन छ र त्यति बेलाको द्वन्द्वकाल जुन थियो, द्वन्द्वकालमै त तपाईँले एक ग्याप लिनुभयो होइन। यो अहिलेको स्थिति हेर्दा के नेपाल अब त्यही केही क्रान्तिकारी बाटोमा लागिरहेछ जस्तो लाग्छ कि तपाईँलाई? वाट आर यर ओपिनियन्स अन यो आजको जुन आन्दोलन थियो? यस्तो छ, पञ्चायती व्यवस्था सुरु भइसकेपछि 2036 सालमा जनमत सङ्ग्रह गर्ने भनेर घोषणा भएको थियो। पञ्चायतकी बहुदल भनेर सेलेक्सन भएको थियो। त्यसको मेन श्रेय विद्यार्थीहरूलाई जान्छ, किनभने त्यति बेला टियु र टियु अन्तर्गतका विद्यार्थीहरूले नै आन्दोलन गरेर त्यो ठाउँसम्म पुर्याएका थिए। अब त्यसमा राजनीतिक पार्टीहरूको सहयोग त हुन्थ्यो नै। अब त्यस पछाडि फेरि पञ्चायतले जित्यो त्यसमा, अनि बहुदल आएन। अनि फेरि त्यस पछाडि छ्यासु आन्दोलन भइरहने क्रममा मैले आइएससी गरेको समय भनेको 39-40-41 तिर हो। त्यो बेलामा सानोतिनो आन्दोलनहरू भइरहने, अनि एक्जामहरू पोस्टपोन हुँदै जाने भइरहन्थ्यो। विशेष ठुलो आन्दोलन भन्दा पनि त्यो एक्जाम पोस्टपोन भएको कारणले गर्दा त्यो 1 इयर ग्याप भएको हो कि टियुले नै गराइदिएको त्यो 1 इयर ग्याप गराइदिएको हो। अब आजको आन्दोलनको कुरा गर्ने हो भने सम्पूर्ण रूपमा थाहा नपाइकन कुनै पनि कुरा भर्सक बोल्नु हुँदैन भन्छु मैले, भन्न चाहिँ है, बोल्नु हुँदैन भन्छु। तर पनि एउटा कुरा के साँचो हो भने जेनजी 28 वर्षभन्दा मुनि कहाँ 14-15 जना 20 जना 50 जनालाई गोली ठोकेर देश उँभो जान्छ र जस्तो मलाई लाग्छ। र यो परिवेशमा मलाई यति चाहिँ के भन्न मन लाग्छ भने देशमा निर्वाचनपछि भएका पहिलो र दोस्रो दलले देश चलाउने नै होइन, त्यो लोकतन्त्र हुँदैन। यो मेरो विचार हो है। अनि अब यो आन्दोलन कहाँसम्म जान्छ, केसम्म जान्छ भन्ने कुरा त देश हाँक्नेहरूले यसलाई कसरी लिन्छन् त्यसमा भर पर्छ। हामीले यहाँ भनेर प्रेडिक्ट गरेर यसो होला उसो होला भनेर त्यो सही पनि हुँदैन, प्रेडिक्ट गर्नु उपयुक्त पनि छैन। तर जे भयो आज त्यो सुन्दाखेरि मलाई पनि भित्रैदेखि ढक्क मुटु फुलेर आछ। यस्तै उमेरको मान्छेहरू, यस्तै उमेर समूहको मान्छेहरूलाई भक्काभक सडकमा ढलाइदिनु भनेको यो राम्रो होइन भन्ने लागिरहेछ। त्यस कारण मलाई एकदमै भित्रैदेखि असजिलो महसुस भइरहेछ वास्तवमा भन्ने हो भने यो आजको घटना सुन्दाखेरि। आफ्नै मेरो बाहिरका साथीहरू पनि यो आन्दोलनमा गएको थिए क्या। अनि यो मलाई अघिसम्म थाहा थिएन। 14 जना चाहिँ डेड रे।
त्यही न्युज एक- मैले पनि हेरिसकेँ। 81 मलाई त झसङ्ग भयो, आत्तिन थालेँ म त। अँ, साँच्ची नै हाम्रै एज त हो अहिले। हो अहिले जहाँ अहिले खटिरहेछ अँ, हाम्रै साथीभाइ त हो। हो अहिले साँच्ची भन्नु त एकदमै नै भित्रैबाट त्यो माया डर हुन्छ नि सर। हो। जोस् अनि सर त्यहाँ भइसकेपछि तपाईँको अब आफ्नो सेल्फ भनौँ न, आफ्नो सेल्फ एजुकेसन सकियो, तर तपाईँले छुस्स पढाइराख्नुहुन्थ्यो अरे, एकदम डिभोटेडली तपाईँले पढाउन थाल्नुभयो चाहिँ कहिलेदेखि? साँच्चैको म पर्फेक्ट टिचर भएको 2049 सालमा, जति बेला मैले एसओएसमा जोइन गरेँ र हातमा मजाको नियुक्ति पत्र नै लिएर काम सुरु गरेँ, त्यति बेलादेखि चाहिँ म साँच्चै टिचर नै भयो। 2049 सालमा एसओएसमा जोइन गरेँ। त्यहाँ मैले एसओएसमा जोइन गर्दाखेरि हाई स्कुल 10 क्लाससम्मको मात्रै थियो। तैपनि म गएँ, किनभने त्यो इन्टरनेसनल अर्गनाइजेसन थियो, अलिकति रिनाउन्ड नै थियो। सोझो रूपमा भन्नुपर्दा अरू स्कुलहरूमा भन्दा त्यहाँ राम्रै सलेरी पाइन्थ्यो है। सरकारी जागिरतिर भन्दा पनि अलि राम्रै स्यालेरी पाइन्थ्यो। त्यही भएर मैले त्यहाँ एप्लाई गरेँ, पाएँ पनि। त्यहाँबाट म प्रोफेसनल्ली टिचर भएँ। त्यस पछाडि 2052 सालमा टियुबाट आइएससी फेज आउट गरियो। बुझ्यो नि है मैले भने? टियुमा आइएससी पढाइएन। अनि उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत अब +2 चलाउने देशमा आइएससी फेज आउट गर्ने भनेर फेज आउट भयो। 52 सालदेखि प्राय स्कुलहरूले +2 सुरु गर्न थाले। एसओएसमा 53 सालदेखि +2 सुरु भयो र +2 सुरु गर्ने टिचरहरूको फाउन्डर टिचरको रूपमा म पनि हो। सायद मेरो पनि सिग्नेचर त्यो उच्च माध्यमिक शिक्षा परिषद, अहिले त एनइबी भन्नुपर्छ, नेसनल एजुकेसन बोर्ड, उति बेला उच्च माध्यमिक शिक्षा परिषद थियो एचएसइबी, मेरो पनि सिग्नेचर गएको छ। त्यस कारण त्यहाँको फाउन्डर +2 कै रूपमा मैले सुरु गरेँ र +2 पढाएको मैले भनिहालेँ 2053 सालदेखि हो। +2 फिजिक्स र ए लेभल फिजिक्स फरक रहेछ भन्ने कुरा मैले यहाँ आएर थाहा पाएँ, किनभने मैले त्योभन्दा अगाडि ए लेभल पढाएको थिइनँ। र फिजिक्सको कन्टेन्ट भनेको +2 भने पनि ए लेभल भने पनि एउटै हो। अनि +2 फिजिक्स त्यहाँ पढाएँ मैले। 2066 सालसम्म म एसओएसमै थिएँ। एसओएसको टिचर हो, अब सिनियर टिचरको रूपमा पुगिसकेका थिएँ। कोअर्डिनेटर भएर पनि काम गरेँ। मेन जिम्मेवारी पनि दिइएको थियो मलाई, +2 कोअर्डिनेट गर्ने भनेर सबै जिम्मेवारी मेरो थियो त्यहाँ, म त्यहाँ हुँदाखेरि। अनि त्यस पछाडि 2066 सालमा एउटा अलि अर्कै किसिमको जोस चढ्यो। त्यो अर्कै किसिमको जोस भनेको चाहिँ अलिकति ठिक थिएन कि भनेर अलि पछि थाहा भयो। आफ्नै कलेज खोल्नु पर्यो भनेर आफैले कलेज खोलियो। 30-32 जना मिलेर खोलियो, किनभने एक्लै खोल्न सक्ने क्षमता पनि थिएन। र त्यो कलेज अब यो चाहिँ मेरो फेलरको कुरा गर्दैछु र म त्यति धेरै फेलर भएको छैन, यो चाहिँ फेलरकै कुरा हो। 30-32 जना मिलेर कलेज खोलियो। 1 वर्ष 2 वर्षसम्म राम्रै चलिराखेको थियो। तर अलि पछि के भयो भने कसैलाई विदेश जानु पर्यो, कसैलाई कता जानु पर्यो, कसैलाई के काम अझ राम्रो अपर्च्युनिटी आयो। हाम्रो 32 जनाको ग्रुप अलि छिन्न भिन्न हुन थाल्यो। त्यसकारण म एक्सेप्ट गर्नुपर्छ, म प्रिन्सिपलको रूपमा त्यो कलेजमा फ्लप भइदिएँ। त्यो धेरै कारणहरू होलान्। अब त्यो कारणहरू यहाँ सुनाएर पनि के हुन्छ र है। एउटा मेन कारण भनेको ग्रुपले खोलेको ठाउँमा ग्रुप डिस्पर्स भयो क्या, मेन कारण त्यही हो। त्यो भएको कारणले गर्दाखेरि मैले पनि छोड्नुपर्ने अवस्था आयो। मैले पनि त्यहाँ छोडेँ। अहिले त्यो कलेजसँग हाम्रो केही पनि छैन, अहिले लेनदेन सबै छैन, हामीले छोडिदिएको हो।
2066 सालदेखि 70 सालसम्म त्यहाँ त्यो कलेजमा काम गरेँ र 4 वर्ष नै मैले प्रिन्सिपलको रूपमा पनि काम गरेँ। त्यस पछाडि 70 सालको कार्तिक मङ्सिरतिर मेरो बुढानीलकण्ठ स्कुल सुरु भयो र अहिलेसम्म बुढानीलकण्ठ स्कुलमा तिमीहरूसँग सँगसँगै छु। ल अहिलेसम्मको मेरो लाइफको सम्पूर्ण सुरुदेखि अहिलेसम्मको कुरा यस्तै नै हो। अब बुढानीलकण्ठमा आएपछि के भयो त्यो त तिमीहरूले पनि जानिहाल्छौ, मैले भनिरहनु पर्ने भन्ने कुरा पनि भएन होइन। ओके, अरू टिचिङ प्रोफेसनमै लाग्छु भन्ने चाहिँ रियलाइजेसन कहिले भयो हजुरलाई? टिचिङ प्रोफेसनमा लाग्छु भन्ने कुरा त जति बेला मैले फिजिक्स पढ्छु भनेर सोचेँ नि, फिजिक्स पढेपछि म टिचिङ नै गर्छु भन्ने सोचा हो। फिजिक्स पढेर म टिचिङ नै गर्छु भन्ने सोचा हो। र त्यो पनि मैले फेरि क्लियरली किन भनिरहेको छु भने फिजिक्समा मास्टर्स गर्नेहरू हाम्रो समयको त कति धेरै युएसमा गएको छन् क्या। फेरि यहाँ पनि मैले युएस जान्छु भनेर मैले एटेम्प्ट पनि गरिनँ। त्यस कारण मैले भने नि फिजिक्स मैले पढ्छु र फिजिक्स पढेपछि स्योर म टिचिङ नै हुने हो भन्ने कुरा मैले क्याचअप गरेकै हो त्यति बेला। र त्यो कुराको इन्सपिरेसन फिजिक्स पढाउने टिचरहरूलाई जान्छ कि उहाँहरूको स्टाइल, उहाँहरूले पढाउने कुराहरू, उहाँबाटै मैले धेरै कुरा सिकेको छु। अझ भन्नुपर्दा साँच्चै फिजिक्स मैले स्टुडेन्टहरूबाट पनि अति धेरै सिकेको छु। जति बेला मैले एसओएसमा +2 पढाउन सुरु गरेँ, हायर लेभल फिजिक्स भनौँ न, +2 फिजिक्स पढाउन सुरु गरेँ, म पनि 29-30 वर्षको मान्छे कच्चा त थिएँ नि है। अनि मलाई यतिको सार्प बनाएको यो लेभलको फिजिक्स भन्छु भनेको +2 ए लेभल यो लेभलको फिजिक्समा म यतिको जान्ने भएको कुराको श्रेय पार्टली मेरा स्टुडेन्टहरूलाई पनि जान्छ। उनीहरूले पटक पटक क्वेसन नसोधिदिएको भए, उनीहरूले पटक पटक मलाई अप्ठ्यारोमा नपारिदिएको भए मैले फिजिक्स यतिको जान्ने थिइनँ। अप्ठ्यारो इन द सेन्स फेरि म एउटा टिचर अलि सानैदेखि गरेर हो कि के हो नि, एउटा कुरामा म क्लियर छु, कुनै पनि स्टुडेन्टले कुनै पनि मेरो सब्जेक्ट म्याटरसँग कुनै एउटा रिलेटेड एउटा कुरा सोध्यो भने र मलाई इमिडिएट आएन भने मलाई त्यो आउँदैन, भोलि हेरेर आएर भनिदिन्छु है भन्न अहिले पनि लाज लाग्दैन। र म क्लेम गर्दिनँ कि म फिजिक्स सबै जान्दछु। र भोलि हेरेर आउँछु भन्नुको मिनिङ के त, मलाई त्यो स्टुडेन्टले सिकायो, पढ्नु न सर यो कुरा भन्ने हो नि त, हो कि होइन? मैले त्यसरी लिएँ। मलाई स्टुडेन्टले अप्ठ्यारो पाऱ्यो, हात क्लासमा पसिना भएँ भन्ने कुराको फिलिङ मलाई कहिले पनि भएन। बरु मलाई अप्ठ्यारो फिलिङ टिचिङमा कहिले भएको छ भने एक प्रकारको कन्सेप्ट आफूले लिइराखेको हुने है, जुन कन्सेप्ट रङ हुने, अनि क्लासमा विद्यार्थीलाई भनिदिएँ, मलाई त्यही लागेको थियो भनिदिएँ, भोलिपल्ट अथवा पर्सिपल्ट 2 दिन 3 दिन पछाडि हेत्तेरिका मैले त रङ पो भनेछु भन्ने भयो भने त्यो मलाई सबैभन्दा अप्ठ्यारो लाग्ने समय हो। आफ्टर बुढानीलकण्ठ स्कुल तपाईँको प्लान्स हामीलाई अफ क्यामेरा त भन्नुभयो, तर अन क्यामेरा पनि के छ त, के गर्ने विचारमा हुनुहुन्छ? प्लान अहिलेसम्म प्लानै भन्ने हो भने मैले केही समय कतै टिचिङ गर्न सक्छु, तर अहिलेसम्म कहाँ गर्छु कसो गर्छु त्यसको केही पनि टुङ्गो भएको छैन। यो सेसन सकिन्जेलसम्म म अलमोस्ट फ्रीमै बस्छु। त्यस पछाडि सोचौँला, गर्ने भनेको त अब अहिलेसम्म टिचिङ गरियो, फिजिक्स नै पढाउने त होला नि, यतिको सफल अरू पार्टबाट अब फेरि नभइएला नि त, त्यही छ थिङ्किङ। ठिक छ, आई थिङ्क द्याट्स इट फर टुडे। थ्याङ्क यू सो मच सर वान्स अगेन थ्याङ्क यू सो मच फर जोइनिङ अस। ओके, एट लास्ट आई वान्ट टु कन्क्लुड फ्रम माई साइड है, माई साइड मैले अघि भन्दै गरेको क्रममा एउटा कुरा जुन थियो त्यो प्रेरणाको रूपमा मेरो विद्यार्थीहरूले लिइदिए भने आई विल बी ह्याप्पी इनफ। त्यो भनेको
गुड एटेन्सन मेड मी सक्सेस इन एभ्री क्लास हजुर है एटेन्सन चाहिँ चाहिन्छ एटेन्सन लुज गर्न हुन्न यो जेनेरेसन नै ग्याप भएर कि हामी मलाई 45 मिनटसम्म 1 घन्टासम्म कसैले लेक्चर दियो भने मेरो स्टुडेन्ट लाइफमा त्यो मेरो जस्तो हुँदाखेरि मलाई अल्छी लाग्ने र 10 सेकेन्ड पनि म लस हुन्न थिएँ कि कुनै कुरा सुन्नलाई तर अहिलेको अब जेनेरेसन नै त्यस्तो छैन बेटर यु अल्सो ट्राई फर द्याट Thank you so थ्याङ्क यू much, भेरी मच Thank you so थ्याङ्क much, यू sir. भेरी मच This segment of this video is brought to you by our education partner, Access Education Network. Study abroad with expert guidance from Access. They help you find the right course, the right university, and provide visa services for New Zealand, Australia, and many other countries. Achieve your dreams of studying abroad in reality by choosing Access. Trust Access For greater access. रात बित्यो हेर तिमीलाई सम्झेर दिन ढल्यो हेर तिमीलाई कल्पेर रात बित्यो हेर तिमीलाई सम्झेर